आजको वेदर यस्तो चिसो थियो कि अनि मलाई खाना बनाउनै झ्याउ लागिरहेको थियो। त्यसैले मैले आज चाहिँ एकदमै सिम्पल रेसिपी बनाएको छु। यसलाई चाहिँ सेतो केराउ सेतो मटर चाहिँ भने पनि हुने रहेछ। दाल र भात मैले रेडी गरिसकेको थिएँ अनि यो तरकारीको मात्र रेसिपी हो। फर्स्टमा प्रेसर कुकरलाई हिट गर्ने अनि त्यसमा तेल राखेर जिरा सुकेको खुर्सानी अनि तेजपत्ता राखेर एकछिन कालो कालो जस्तो गर्ने। त्यसपछि चाहिँ प्याज हालेर एकछिन त्यसलाई फ्राई गर्ने गोल्डन ब्राउन नहुन्जेलसम्म। प्याज राम्रोसँग फ्राई भएपछि चाहिँ आलु र त्यो केराउ हालिदिने अनि अदुवा र लसुनको पेस्ट हालेर चाहिँ मसलाहरू हाल्ने। त्यसपछि राम्रोसँग चलाएर मसलामा चाहिँ नुन बेसार धनियाँको पाउडर अनि खुर्सानीको पाउडर हालेको छु मैले। सबै इन्ग्रेडियन्ट्स हाल्यो भने चाहिँ त्यसलाई राम्रोसँग चलाउने अनि टमाटरलाई छिकले काटेर हालिदिने अनि फेरि चलाएर चाहिँ पानी हालिदिने के। पानी हालेर प्रेसर कुकर सिटी लगाइदिने। त्यसपछि हाम्रो सिम्पल केराको तरकारी पाक्छ। अनि आजको लागि यति नै हो। मैले सिम्पल बनाएको। आज चाहिँ यस्तो अल्छी लागेको थियो कि अनि मैले भात दाल अनि त्यही तरकारी हालेर अनि माथिबाट थोरै टेमुरको चोप हालेर चाहिँ मजाले खाएँ आज। सो आजको लागि यति नै हो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।